हेलो हेलो नमस्ते एभ्रिवान नमस्ते नमस्ते ल आज हामी काम विषयले फेरि अब इमर्जेन्सी परेर गाउँतिर जानुपर्ने भयो है त हामी आज जाँदैछौँ ल दाजुभाइहरू को को छ यहाँ भरतपुरबाट अब म आज लाइभ आउँछु भनेर भनिरहेको थिएँ 7 बजे काम विषय चाहिँ एकदम नभई नहुने भएर यसो काम विषय तपाईँहरूलाई पछि म अवगत गराउनेछु है त ल के छ हौ मिस्त्री ओहो हाम्रो यहाँ चाहिँ उहाँ चाहिँ अब यहाँ हाम्रो मिस्त्री भाइ के काम परिहाल्यो भने यहाँ भाइ कहाँ आउनु यो मजाले यति दामी दामी फर्निचर बनाइदिनुहुन्छ है त उहाँको फर्निचर चाहिँ यो भाइको ल अब पानी पर्नु पर्ला जस्तो पनि भइरहेको छ साथीभाइ हो अब हामी चाहिँ के गर्छौँ अब लाग्यौँ है त ल तपाईँहरूलाई बाटोमा यसो भेटघाट गर्दै गरौँ ल हेलो 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 एक्सप्लोर गर्दैछौँ है एक्सप्लोर गर्दैछौँ आज हामी काम विशेषले फेरि उता गाउँघरतिर जानुपर्ने हो जाँदैछौँ है त हेर्नु हाम्रो सिटी पुरा यो सबै भरतपुर हाम्रो भरतपुर हामी जाँदैछौँ कहाँ जाँदैछौँ हजुरहरूलाई भनिसकेका छु कहिलेकाहीँ यसो मोर्निङ वाक आउनुभयो भने यतातिर आउनु होला एकदम रमाइलो छ एकदम रमाइलो ल हेर्नु फ्रेस हावा हावामा हामी दाजुभाइ राइडिङ गर्दैछौँ हो यहाँबाट जानुभयो भने चोक मजा लाग्छ ठ्याक्क लाएर दामी दामी साथीहरू तपाईँहरूको लागि हामी यस्तो चिसोमा कहिले एक्सप्लोर गरिराखेका हुन्छ सिटी नबिर्सिनु साथी हो यहाँ तपाईँहरूलाई हेरौँ है यहाँ के देखिन्छ यहाँ पुरा दामी दामी हामी के भन्छ बाबु जलचर त्यो होइन थलचर होइन जलचर हामी त्यहाँ पाउँछौँ है त तर अहिले चिसो के निस्क्यो होला र बाबु के झऱ्यो बाबु लहे हाम्रो यहाँ घर आइपुगिसक्यौँ हामी गाउँघर हेलो ल नादिनी हेलो नमस्ते गरिदेऊ नमस्ते सबैलाई नमस्ते गरिदेऊ फेरि एकचोटि गरिदेऊ ल थ्याङ्क यू हो सबैले देख्ने भयो हाम्रो नातिनी ल हेर्नुहोस् है साथी हो हाम्रो प्यारो सुन्दर गाउँ म जन्मेको ठाउँ यही नै हो हेर्नुहोस् अब
यतातिर यसो हेर्नुभयो भने यो चाहिँ स्कुल हो यो यही स्कुलमा हो म पढेको तर यो स्कुल पहिला वहाँ पारि वहाँ के भन्छ डाङ्ग्रे खोलाको पारिपट्टि थियो यो स्कुलको नाम चाहिँ रत्नपुरी स्कुल है त रत्नपुरी स्कुल अनि यो ग्रिन देख्नु भएको छ भने यो घर चाहिँ हाम्रो गाउँको क्लब हाउस है त यो क्लब नै हो यो क्लबको घर हो फिनिसिङ चाहिँ भइसकेको छ कम्प्लिट भइहाल्यो भने माथिपट्टि लाइब्रेरी राख्ने भन्ने कुरो गरिरहेको छ अति सुन्दर हुन्थ्यो यहाँबाट अलिकति देख्नु भएको छ भने त्यहाँनिर भत्केको डाँडा छ कि एउटा त्यो रातो डाँडा त्यो भत्किँदै सकिन लागिसक्यो यति राम्रो डाँडा थियो त अल्को डाँडा थियो त्यसकै सिधा यतापट्टि यहाँनिर गोद्दाक मेला लाग्छ र यतापट्टि यो चुट्टीमा पहिला चाहिँ यहाँनिर कुकुर बिरालो माथिपट्टि मन्दिरको माथिपट्टि झन्डा हुन्थ्यो अङ्ग्रेज सरकारले बनाएको अङ्ग्रेज सरकार भने अङ्ग्रेजका सेनाहरूले बनाएको भने भन्थे के अरे उहिलेका हाम्रा ठुलो बुवाहरूले त्यही नै कुरा गर्नुहुन्थ्यो तर अहिले त्यो रुख चाहिँ ढलेको हुनाले अहिले जस त्यो रुख देखिँदैन नत्र यहाँ ठ्याक्क लाएर देखिन्थ्यो त्यो रुखहरू अनि त्यसपछि यो अब हाम्रा गाउँका खेती किसानी गर्ने मान्छे खेत है त यो हाम्रो गाउँको खेतहरू धान काटेर सब सुकाएका छन् तर के गर्ने यो पानीले गर्दाखेरि जम्मै धान भिजाइदिएर यसपालि बिजोग बनाइदियो धान भिजाएर ल हेर्नुहोस् यो किसानहरूलाई अब यसपालि चाहिँ डुबायो यहाँनिरको यो अल्पवृष्टि के भनेर भन्छ नि चाहिने बेलामा पानी आइदिन नचाहिने बेलामा पानी आइदिएर बर्बाद बना यी घरहरू चाहिँ हाम्रो रिलेटिभहरूकै हो यो चाहिँ भतिजो घर हो उतापट्टि के भन्छ दाइको घर हो बन्दैछ कम्प्लिट भएको छैन ल यो बस चाहिँ भरतपुर जाँदैछ है त यो बस भरतपुर जाँदैछ हेर्नुहोस् अब सबैतिर धान काटेर मात्रै के गरिरहेका छन् खेतमा गरामै राखिरहेका छन् तर के छ भने खेतको गराले यसपालि पानीले धोका दिएर बर्बाद गरिदियो के गर्ने किसानलाई मर्कै पर्यो ल यो हाम्रो चाहिँ माधवको पिङ हो दसैँ र तिहारमा यसो छोराछोरीहरूले खेल्नु बनाइदियो यो चाहिँ दुध डेरीको ट्याङ्कर है त यसले चाहिँ दुध चाहिँ डाइरेक्ट काठमाडौँ पुर्याउँछ माडीबाट प्योर दुध एकदम खाँटी दुध लिएर जान्छ वहाँ गरिसकेपछि के गर्छ त्यो त अब राम्रो जाने है त यो घरको ठ्याक्कै सिधा उतातिर देख्नु भएको छ होला फाँट र जङ्गल जस्तो त्यो जङ्गल त्यहाँ अमिलिया भन्ने पहिला बस्ती थियो यति राम्रो यति सुन्दर बस्ती थियो तर अब अहिले के गर्ने यो बस्ती चाहिँ त्यो रिउ खोलाले गर्दाखेरिमा यो पोलिटिक्स खिचातानीले गर्दाखेरि पनि यस्तै छ अहिले त्यहाँका जनताहरू सब भरतपुरको बस्यानीतिर पाल जस्तो नेपाल मिनी माडी जस्तो भएको छ त्यहाँनिर चाहिँ ल हेर्नु चारैतिर खेतै मात्रै देख्नुहुन्छ सबैतिर खेत मात्रै देख्नुहुन्छ यहाँ खेत सब धान काटेर हेर्नु त यस्तो बिजोग बनाइदिएको छ पानीले गर्दाखेरि आज चाहिँ घाम लागेछ त्यसले गर्दाखेरि यहाँका किसानहरू धेरै खुसी छन् अहिले यो घाम लागेर 2 दिन जति यत्तिकै घाम लाग्दियो भनेदेखि करिब पानी चाहिँ खेतको गराको पानी चाहिँ सुक्छ अनि त्यसपछि किसानहरूले त्यो धान चाहिँ मजाले भित्र्याउन पाउँथे तर जे भए पनि हकुवा कि के भन्ने भन्छन् त्यस्तो हुने भयो धान है त ल थ्याङ्क यू सो मच